नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले केही रोचक कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। पहिलो कथा धुर्त फ्याउरो र कागको कथा। धेरै पहिलेको कुरा हो। एउटा घना जंगलमा विभिन्न जनावरहरू बस्थे। त्यस जंगलको सबैभन्दा ठूलो र पुरानो रुखमा एउटा कालो काग बस्थ्यो। त्यो काग धेरै भोको र लोभी थियो। उसलाई हरेक दिन खानाको खोजीमा यताउता उठ्नु पर्थ्यो। त्यही जंगलमा एउटा धुर्त फ्याउरो पनि बस्थ्यो। त्यो फ्याउरो धेरै चलाक र बोलीमा मिठो थियो। उसले आफ्ना मिठा बोलीहरूले धेरै जनावरहरूलाई फसाएको थियो। फ्याउरो हरेक दिन नयाँ उपाय सोचेर अरू जनावरहरूलाई धोका दिन्थ्यो। एक दिन बिहान सबेरै काग खानाको खोजीमा निस्कियो। उसले लामो समयसम्म खोज्यो तर केही पनि पाएन। दिउँसो भएको थियो र उसको पेट भोकले कराइरहेको थियो। अचानक उसले एउटा खरको झ्यालमा एउटा टुक्रा स्वादिष्ट पनिर राखेको देख्यो। कागले वरिपरि हेर्यो, घरमा कोही थिएन। उसले तुरुन्तै उडेर गएर त्यो पनिरको टुक्रा आफ्नो चुच्चोमा समात्यो। पनिरको गन्ध धेरै मिठो थियो र कागको मुखमा पानी आयो। उसले सोच्यो, आज त धेरै मिठो खाना पाएँ। अब म यसलाई आफ्नो मनपर्ने ठाउँमा लगेर बिस्तारै खानेछु। काग खुसीले आफू बसेको रुखतिर फर्कियो। उसले पनिरलाई आफ्नो चुच्चोमा बलियोसँग समातेर राख्यो। पनिरको स्वादिष्ट गन्धले उसको भोक झन बढाइरहेको थियो। त्यसै बेला धुर्त फ्याउरो आफ्नो खानाको खोजीमा हिँडिरहेको थियो। उसले माथि हेर्दा कागलाई आफ्नो चुच्चोमा केही लिएर उडिरहेको देख्यो। फ्याउरोको आँखा धेरै तीखो थियो। उसले तुरुन्तै बुझ्यो कि कागसँग केही स्वादिष्ट कुरा छ। फ्याउरोले ध्यान दिएर हेर्यो। त्यो पनिरको टुक्रा थियो जुन देख्दैमा स्वादिष्ट लागिरहेको थियो। फ्याउरोको पनि भोक लागेको थियो र उसको मुखमा पानी आयो। उसले आफैलाई भन्यो, आज त मैले पनि राम्रो खान पाउनुपर्छ। यो कागलाई मेरो चतुरताले फसाउनेछु। फ्याउरोले तुरुन्तै एक योजना बनायो। उसलाई थाहा थियो कि कागहरू प्रशंसा सुन्न धेरै मन पराउँछन्। उसले सोच्यो कि यदि मैले यो कागलाई केही राम्रो कुराहरू भने उसले जवाफ दिन चाहनेछ र जब उसले बोल्छ त्यसबेला उसको चुच्चोबाट पनिर खस्नेछ। फ्याउरो कागको रुखमुनि गएर उभियो। उसले आफ्नो अनुहारमा मुस्कान राखेर माथि हेर्यो र मिठो स्वरमा भन्यो, हे प्रिय काग दाई, तपाईँ आज कति राम्रो देखिनुहुन्छ। कागले तल हेर्यो र फ्याउरोलाई देख्यो। उसले सोच्यो, यो फ्याउरोले आज किन यस्तो प्रशंसा गरिरहेको छ। तर प्रशंसा सुनेर उसलाई राम्रो लाग्यो। फ्याउरोले फेरि भन्यो, तपाईँका प्वाखहरू कति कालो र चम्किला छन्। सूर्यको प्रकाशमा तपाईँ एकदमै सुन्दर देखिनुहुन्छ। काग झन खुसी भयो। उसले आफूलाई ठूलो महसुस गर्न थाल्यो। फ्याउरोले आफ्नो प्रशंसा जारी राख्यो, तपाईको चुचुरो पनि कति सुन्दर छ र तपाईका आँखाहरू कति चम्किला छन्। कागको छाती गर्वले फुल्यो। उसले फ्याउरोका सबै कुराहरू ध्यान दिएर सुनिरहेको थियो। फ्याउरोले आफ्नो सबैभन्दा महत्त्वपूर्ण हतियार प्रयोग गर्ने समय आएको देख्यो। उसले आफ्नो स्वर झन मिठो बनाएर भन्यो, हे महान काग, तपाईँ त सबै क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ। तपाईको सुन्दरता त अतुलनीय छ। तर मलाई एउटा कुरा जान्न मन छ। कागले उत्सुकताले सोध्यो तर मुख खोलेन, किनभने पनिर खस्ने डर थियो। के जान्न चाहनुहुन्छ? फ्याउरोले भन्यो, मैले सुनेको छु कि तपाईँ धेरै राम्रो गाउनुहुन्छ। तपाईको आवाज त स्वर्गीय भनिन्छ। म धेरै दिनदेखि तपाईको मधुर स्वर सुन्न चाहन्छु। के तपाईँ मेरो लागि एउटा सानो गीत गाउन सक्नुहुन्छ? कागको अहंकार झन बढ्यो। उसले सोच्यो, साँच्चै म राम्रो गाउँछु। यो फ्याउरोले मेरो प्रतिभाको बारेमा सुनेको रहेछ। मैले यसलाई मेरो सुन्दर आवाज सुनाउनै पर्छ। कागले आफ्नो सबै सावधानी बिर्सियो। उसले फ्याउरोको प्रशंसाले आफ्नो बुद्धि गुमाएको थियो। उसले सोच्यो कि एकचोटि मात्र बोलेर आफ्नो प्रतिभा देखाउँदा केही नोक्सान हुँदैन। कागले आफ्नो चुचुरो खोल्यो र ठूलो स्वरमा का का भन्यो। जसै उसले मुख खोल्यो, पनिरको टुक्रा सिधै तल खस्यो। फ्याउरोले तुरुन्तै उफ्रेर त्यो पनिरलाई समात्यो। कागले आफ्नो गल्ती बुझ्यो तर अब धेरै ढिलो भइसकेको थियो। उसको खाना खेर गएको थियो। उसले पछुतो गर्यो तर केही गर्न सकेन। फ्याउरोले पनिर पाएपछि आफ्नो वास्तविक स्वभाव देखायो। उसले कागलाई हाँस्दै भन्यो, धन्यवाद काग दाई, तपाईँले मलाई यो स्वादिष्ट पनिर दिनुभयो। तपाईँ साँच्चै धेरै दयालु हुनुहुन्छ। कागले दुखित भएर भन्यो, तिमीले मलाई धोका दियो। तिमी धुर्त रहेछौ। फ्याउरोले हाँस्दै जवाफ दियो, मैले तपाईँलाई कुनै झुट बोलेको छैन। तपाईँ साँच्चै सुन्दर हुनुहुन्छ। तर तपाईँले आफ्नो अहंकारले आफैलाई हानि पुर्याउनु भयो। अर्को पटक कसैको प्रशंसा यति सजिलै विश्वास नगर्नुहोस्।
काग आफ्नो गल्तीको बारेमा सोच्न थाल्यो। उसले बुझ्यो कि फ्याउरेले उसलाई प्रशंसाको जालमा फसाएको थियो। उसको अहंकार र प्रशंसाको लालसाले उसलाई मूर्ख बनाएको थियो। कागले आफैलाई भन्यो, म कति मूर्ख रहेछु। आफ्नो अहंकारका कारण आफ्नो खाना गुमाए। अब मैले यो पाठ सिकेँ कि प्रशंसाको जालमा पर्नु हुँदैन। फ्याउरो आफ्नो स्वादिष्ट पनिर लिएर खुसीले आफ्नो ओडारमा फर्कियो। उसले सोच्यो, आज फेरि मेरो चलाकीले काम गर्यो। मान्छेहरूको कमजोरी चिनेर त्यसको फाइदा उठाउन जान्नेको नै जित हुन्छ। यो कथाले हामीले अरूको प्रशंसामा अन्धो भएर आफ्नो बुद्धि गुमाउनु हुँदैन। चाप्लुसीमा पर्दा मान्छेले आफ्नो वास्तविक हित बिर्सिन्छ भन्ने शिक्षा लिन सक्छौं। त्यसैगरी अहंकार र गर्वले मान्छेलाई अन्धो बनाउँछ। जब हामी आफैलाई धेरै ठूलो सम्झन्छौं तब हामी सजिलै धोकामा पर्छौं भन्ने पनि शिक्षा लिन सक्छौं। त्यसैगरी संसारमा धेरै धूर्त मान्छेहरू हुन्छन् जसले अरूको कमजोरीको फाइदा उठाउँछन्। हामीले यस्ता मान्छेहरूदेखि सावधान रहनुपर्छ भन्ने शिक्षा लिन सक्छौं। तपाईलाई यो कथा कस्तो लाग्यो? लागौं अर्को कथातर्फ। कथाको शीर्षक भालु र मौरीको कथा। धेरै पहिलेको कुरा हो। एउटा घना जंगलमा एउटा ठूलो भालु बस्थ्यो। त्यो भालु धेरै भोको र लोभी थियो। उसलाई सबैभन्दा बढी मह खान मन पर्थ्यो। महको मिठास र स्वादले उसलाई धेरै लोभ्याउँथ्यो। त्यही जंगलमा एउटा पुरानो र ठूलो रुखमा मौरीहरूको घर थियो। हजारौं मौरीहरू त्यहाँ बस्थे र दिनभरि कडा मेहनत गरेर फूलहरूबाट रस संकलन गरेर मिठो मह बनाउँथे। तिनीहरूले महिनौको मेहनतले आफ्नो घरमा धेरै मह जम्मा गरेका थिए। भालुलाई त्यो मौरीको घरको बारेमा पहिलेदेखि नै थाहा थियो। उसले धेरै पटक त्यो रुखको वरिपरि घुमेर महको गन्ध सुँगेको थियो। महको मिठो गन्धले उसको मुखमा पानी आउँथ्यो र उसले बारम्बार त्यो मह पाउने सपना देख्थ्यो। एक दिन भालुको धैर्य सकियो। उसले सोच्यो, आज म त्यो मह लिएर नै छाड्छु। मैले लामो समयदेखि यसको प्रतीक्षा गरिरहेको छु। उसले मनमा नै भन्यो, म त ठूलो र बलियो छु। यी साना मौरीहरूले मलाई के गर्न सक्छन्? भालु बिहान सबेरै त्यो रुखमा पुग्यो। उसले मौरीहरूको गतिविधि हेर्यो। केही मौरीहरू फूलहरूमा काम गर्न गएका थिए र केही आफ्नो घरमा थिए। भालुले सोच्यो, यो राम्रो मौका हो। उसले आफ्ना ठूला पन्जाहरूले रुखलाई समात्यो र माथि चढ्न थाल्यो। रुख धेरै अग्लो थियो र मौरीको घर माथिल्लो भागमा थियो। भालु बिस्तारै माथि चढ्दै गयो। जब भालु मौरीको घरको नजिक पुग्यो, केही मौरीहरूले उसलाई देखे। उनीहरूले तुरुन्तै खतराको संकेत दिए, शत्रु आयो भनेर तिनीहरूले आफ्ना साथीलाई सचेत गराए। मौरीले आफ्नो घरको रक्षा गर्ने निर्णय गरे। तिनीहरू धेरै साना थिए तर धेरै बहादुर पनि थिए। तिनीहरूको नेताले भन्यो, यो भालुले हाम्रो मेहनतको फल चोर्न खोजेको छ। हामीले यसलाई रोक्नुपर्छ। केही मौरीहरूले भालुलाई डसे। तिनीहरूका डसाइले भालुलाई पीडा भयो। अथ भनेर भालु कराउन थाल्यो। तर उसले सोच्यो, यी साना मौरीहरूका कारण म पछि हट्न सक्दिन। म त ठूलो भालु हुँ। भालुले मौरीलाई हात हल्लाएर भगाउन खोज्यो तर मौरीहरू झन रिसाए र तिनीहरूले भालुलाई झन धेरै डसे। भालुको नाक, कान र आँखा वरिपरि मौरीहरूले डसे। पीडाले व्याकुल भएर भालु रुखबाट तल झर्यो। उसको शरीर दुखेको थियो र उसको अनुहार सुन्निएको थियो। भालु आफ्नो ओडारमा फर्कियो र आफ्ना घाउहरू चाट्यो तर उसले हार मानेन। महको लोभले उसको मन अझै पनि भरिएको थियो। उसले सोच्यो, मैले गलत तरिका अपनाएको थिएँ। अब म राति जानेछु जब मौरीहरू सुतेका हुन्छन्। केही दिनपछि भालुले फेरि प्रयास गर्ने निर्णय गर्यो। यसपटक उसले राति जाने योजना बनायो। उसले सोच्यो कि राति मौरीहरू कम सक्रिय हुन्छन् र उसले सजिलै मह लिन सक्छ। अँध्यारो रातमा भालु फेरि त्यो रुखमा गयो। उसले धेरै बिस्तारै र चुपचाप रुख चढ्यो। उसले आवाज ननिकाल्ने गरी आफ्ना पाइलाहरू राख्यो। तर मौरीहरू धेरै सतर्क थिए। तिनीहरूका पहरेदारहरूले भालु आएको आवाज सुने। तिनीहरूले तुरुन्तै सबै मौरीहरूलाई बिउजाए। यसपटक मौरीहरूले पहिलेभन्दा राम्रो तयारी गरेका थिए। तिनीहरूको नेताले भन्यो, यो भालु फेरि आएको छ। यसपटक हामीले यसलाई यस्तो पाठ सिकाउनुपर्छ कि यो फेरि कहिले नआओस्। सयौं मौरीहरूले एकसाथ भालुलाई घेरे। तिनीहरूले भालुको आँखा, नाक, कान र मुखमा डसे। भालुको सम्पूर्ण शरीरमा मौरीहरू फैलिए। भालु चिच्याउन थाल्यो, बचाऊ बचाऊ, मलाई माफ गरिदेऊ। तर मौरीहरूले उसको कुरा सुनेनन्। तिनीहरूले भन्यो, तिमीले हाम्रो मेहनतको फल चोर्न खोज्यौ, यसको फल हो यो। भालुले आफूलाई मौरीबाट बचाउन खोज्यो तर ती साना किराहरू धेरै छिटो र चलाक थिए। तिनीहरूले भालुलाई जताततै डसे। भालुको अवस्था खराब भयो।
उसको सम्पूर्ण शरीर सुन्निएको थियो र उसको आँखाहरू बन्द भएका थिए। उसले केही देख्न सकेन। पीडाले कराउँदै ऊ त्यो रुखबाट तल हाम फाल्यो। भालु जमिनमा खस्यो र लड्दै लड्दै जंगलतिर भाग्यो। मौरीहरूले उसलाई धेरै टाढासम्म पछ्याए र डसिरहे। भालु चिच्याउँदै र कराउँदै आफ्नो ओडारतिर भाग्यो। घरमा पुगेर भालुले आफ्नो अवस्था हेर्यो। उसको अनुहार बिग्रिएको थियो। उसका आँखाहरू सुनेर बन्द भएका थिए। उसको नाक र कानहरू पनि सुनिएका थिए। उसलाई धेरै पीडा भइरहेको थियो। भालुले आफैलाई भन्यो, मैले कति ठूलो गल्ती गरेँ। मेरो लोभले मलाई यो दुर्दशा दिलायो। मौरीहरूले आफ्नो घरको सफल रक्षा गरेपछि तिनीहरू खुसी भए। तिनीहरूको नेताले सबैलाई भन्यो, आज हामीले देख्यौं कि एकताको शक्ति कति बलियो हुन्छ। हामी साना छौं, तर मिलेर काम गर्दा हामी कुनै पनि ठूलो शत्रुलाई पराजित गर्न सक्छौं। मौरीहरूले आफ्नो मेहनतको महत्व पनि बुझे। तिनीहरूले भने, हाम्रो मह हाम्रो कडा मेहनतको फल हो। यसलाई कसैले चोर्न पाउँदैन। हामीले यसको रक्षा गर्नुपर्छ। तिनीहरूले आफ्ना बच्चाहरूलाई पनि यो पाठ सिकाए कि मेहनत र एकताले कुनै पनि समस्याको समाधान गर्न सकिन्छ। धेरै दिनसम्म भालु बिरामी भयो। उसका घाउहरू निको हुन लामो समय लाग्यो। यस समयमा उसले आफ्ना गल्तीहरूका बारेमा धेरै सोच्यो। भालुले महसुस गर्यो कि उसको लोभ र अहंकारले उसलाई यो दुर्दशामा पारेको थियो। उसले सोच्यो, मैले अरूको मेहनतको आदर गर्नुपर्थ्यो। मौरीहरूले कति मेहनत गरेर त्यो मह बनाएका थिए। उसले आफैलाई प्रण गर्यो कि अब उसले कहिले अरूको मेहनतको फल चोर्ने प्रयास गर्ने छैन। उसले आफै मेहनत गरेर खाना खोज्ने निर्णय गर्यो। भालुले यो पनि सिक्यो कि आकारमा ठूलो हुनुले मात्र जित हुँदैन। एकताबद्ध भएर काम गर्ने साना शक्तिहरूले पनि ठूलो शक्तिहरूलाई हराउन सक्छन्। यो घटनाले जंगलका अन्य जनावरहरूलाई पनि ठूलो शिक्षा दियो। तिनीहरूले मौरीहरूको साहस र एकताको प्रशंसा गरे। तिनीहरूले बुझे कि सानो भए पनि मिलेर काम गर्दा ठूलो काम गर्न सकिन्छ। जंगलका अन्य जनावरहरूले पनि आफ्ना समुदायमा एकता कायम राख्ने निर्णय गरे। तिनीहरूले एकअर्काको सहयोग गर्न थाले। भालुको घटनाले सबैलाई सिकायो कि अन्यायको विरुद्ध मिलेर खडा हुँदा न्यायको जित हुन्छ। दिन बित्दै गए र भालुको घाउ निको भयो, तर उसको मनमा लाजको घाउ रह्यो। उसले आफ्नो लोभका कारण कति अपमान सहनु परेको थियो। अब भालु धेरै नम्र भएको थियो। उसले अन्य जनावरहरूसँग मिलजुल गर्न थाल्यो। उसले आफैले मेहनत गरेर फलफूल र जरा खान थाल्यो। मौरीहरूले पनि भालुको परिवर्तन देखे। तिनीहरूले उसलाई माफ गरे, तर आफ्नो सतर्कता भने कायम राखे। यो कथाले लोभ र अन्यायको परिणाम सधैँ नराम्रो हुन्छ। अरूको मेहनतको फल चोर्न खोज्दा आफै दुःख पाउनुपर्छ भन्ने शिक्षा पाउन सक्छौं। दर्शक तथा श्रोतावृन्द, लागौं आजको लागि अन्तिम कथातर्फ। कथाको शीर्षक भीम र हनुमानको कथा। द्वापर युगको कुरा हो। पाण्डवहरू आफ्नो 13 वर्षको वनवासमा थिए। तिनीहरू विभिन्न जंगलमा घुम्दै हिँड्थे र तपस्या गर्दै धार्मिक जीवन बिताइरहेका थिए। तिनीहरूसँग द्रौपदी पनि थिइन्, जसले यो कष्टकर जीवनलाई धैर्य साथ सहन गरिरहेकी थिइन्। 5 पाण्डव भाइहरूमध्ये भीम सबैभन्दा बलवान थिए। उनको शारीरिक शक्ति अतुलनीय थियो। भीमले आफ्नो बलमा धेरै गर्व गर्थे र आफूलाई संसारको सबैभन्दा शक्तिशाली मान्छे ठान्थे। उनको यो अहंकार दिन प्रतिदिन बढ्दै गइरहेको थियो। एक दिन पाण्डवहरू एउटा सुन्दर जंगलमा आराम गरिरहेका थिए। त्यो जंगल फलफूलहरूले भरिएको थियो र मिठो बास्ना आइरहेको थियो। हावाले फूलहरूको सुगन्ध चारैतिर फैलाइरहेको थियो। द्रौपदीले हावामा एउटा अचम्मको सुगन्ध महसुस गरिन्। त्यो गन्ध कुनै अलौकिक फूलको थियो, जुन उनले पहिले कहिल्यै सुँगेकी थिएनन्। त्यो सुगन्ध यति मनमोहक थियो कि उनको मन त्यो फूल पाउनका लागि लालायित भयो। द्रौपदीले युधिष्ठिरलाई भनिन्, हे आर्यपुत्र, यो के अद्भुत सुगन्ध हो। यो कुन फूलको गन्ध हो? मेरो मन यो फूल पाउन चाहन्छ। युधिष्ठिरले मुस्कुराउँदै भने, हे द्रौपदी, यो सुगन्धित पुष्पको गन्ध हो। यो फूल स्वर्गीय गुणले भरिएको हुन्छ, तर यो फूल साधारण ठाउँमा पाइँदैन। यो दुर्गम पहाडहरूमा मात्र फुल्छ। द्रौपदीको आँखामा चमक आयो। उनले भनिन्, कृपया मलाई त्यो फूल ल्याइदिनुहोस्। म यसको सुन्दरता देख्न चाहन्छु र यसको सुगन्धको आनन्द लिन चाहन्छु। युधिष्ठिरले द्रौपदीको इच्छा पूरा गर्ने निर्णय गरे। उनले भीमलाई बोलाएर भने, हे वायुपुत्र भीम, द्रौपदी सौगन्धित पुष्पको इच्छा गरेकी छिन्। तिमी उत्तरतिरका पहाडहरूमा गएर त्यो फूल ल्याइदेऊ। भीमले छाती ठोकेर भने, हे दाजु, यो त मेरो लागि सानो काम हो। म तुरुन्तै गएर त्यो फूल ल्याउनेछु। मेरो बल र वेगको सामना के कुराले गर्न सक्छ? भीमले आफ्नो गदा उठाएर तुरुन्तै यात्रा सुरु गरे।
उनले आफ्नो अद्वितीय शक्तिको प्रयोग गरेर पहाडहरू नाग्दै गए। उनका पाइलाहरूले जमिन कम्पन्थ्यो र उनको आवाजले चराहरू डराएर उठ्थे। बाटोमा जे बाधा आयो भीमले त्यसलाई आफ्नो शक्तिले हटाए। ठूला रुखहरू र ढुङ्गाहरू उनका लागि केही थिएनन्। उनको मनमा आफ्नो शक्तिप्रति ठूलो घमण्ड थियो। भीम हिँड्दै गएर एउटा घना जंगलमा पुगे। त्यहाँ एउटा साँगुरो बाटो थियो जुन पहाडको माथितिर जान्थ्यो। त्यो बाटो अलि अँध्यारो र रहस्यमय लागिरहेको थियो। भीमले निडरताका साथ त्यो बाटोमा हिँड्न थाले। उनले सोचे, मलाई कुनै कुराको डर छैन। म भीम हो, वायुको छोरा। मेरो शक्तिको सामना कसले गर्न सक्छ र? तर केही समयपछि भीमले देखे कि बाटोमा एउटा बुढो बाँदर पल्टिएर सुतिरहेको छ। बाँदरको लामो पुच्छरले सम्पूर्ण बाटो ढाकेको थियो। भीमले बाटो जान त्यो पुच्छर हटाउनु पर्ने थियो। भीमले ठूलो आवाजमा भने, हे बाँदर, बाटो छोड, मेरो बाटो छोड र आफ्नो पुच्छर हटा। त्यो बाँदर वास्तवमा हनुमान थिए। उनले भीमको अहंकार देखेका थिए र उनलाई विनम्रता सिकाउन चाहन्थे। हनुमानले आँखा नखोलिकनै कमजोर आवाजमा भने, हे योद्धा, म बुढो र कमजोर छु। म आफ्नो पुच्छर हल्लाउन सक्दिन। कृपया तिमी आफै मेरो पुच्छर हटाइदेऊ। भीमले रिसले भने, मलाई त्यो फोहोर पुच्छर छुन भन्छस्? म महान योद्धा हुँ। यस्तो काम मैले गर्न सक्दिन। हनुमानले फेरि भने, तिमी यति बलवान छौ भने मेरो पुच्छर हटाउन तिम्रो लागि के गाह्रो काम होला। कृपया मलाई सहयोग गर। भीमले सोचे, यो कमजोर बाँदरको पुच्छर हटाउन मलाई समय नै लाग्दैन। उनले घमण्डले भने, ठिक छ, म तेरो पुच्छर हटाइदिन्छु, तर एक पटक मात्र। भीमले आफ्ना शक्तिशाली हातहरू बाँदरको पुच्छरमा राखे। उनले आफ्नो सामान्य शक्तिले पुच्छर हटाउन खोजे, तर आश्चर्य, पुच्छर हल्लिएन। भीम अलि अचम्ममा परे। उनले सोचे कि सायद उनले पूरै शक्ति लगाएका थिएनन्। उनले फेरि प्रयास गरे, यसपटक अलि बढी शक्ति लगाएर, तर पुच्छर अडिग थियो। भीमको निधारमा पसिना आउन थाल्यो। उनले आफ्नो आधा शक्ति लगाए, तर पुच्छर हल्लिएन। हनुमानले आँखा नखोलिकनै भने, के भयो वीर योद्धा, मेरो पुच्छर हटाउन नसकेको? भीमको अहंकारमा चोट लाग्यो। उनले रिसले भने, तँलाई देखाउँछु मेरो शक्ति कस्तो छ। भीमले आफ्नो सम्पूर्ण शक्ति एकत्रित गरे। उनका मांसपेशीहरू फुलिए र उनको अनुहार रातो भयो। उनले हनुमानको पुच्छरलाई दुवै हातले समातेर आफ्नो पूर्ण शक्ति लगाए, तर पुच्छर पहाड जस्तै अडिग थियो। भीमले जति शक्ति लगाए पनि पुच्छर हल्लिएन। उनका हातहरू काम्न थाले र उनको शरीर पसिनाले भिजेको थियो। भीमले फेरि र फेरि प्रयास गरे। उनले आफ्नो जीवनको सबैभन्दा बढी शक्ति लगाए, तर पुच्छर 1 इन्च हल्लिएन। उनका हातहरूका छाला निस्कन थाल्यो र उनको सास फुल्न थाल्यो। केही घण्टापछि भीम थाकेर बस्यो। उनको शक्ति सकिएको थियो र उनले हार मान्नुपर्ने भयो। भीमले विनम्रताका साथ भने, हे बाँदर, मैले आफ्ना पूर्ण शक्ति लगाएँ, तर तिम्रो पुच्छर मिलाउन सकिन। कृपया तिमी आफै आफ्नो पुच्छर हटाऊ। म पराजित भएँ। हनुमानले बिस्तारै आँखा खोले र मुस्कुराए। उनको आँखामा दयाको भाव थियो। उनले भने, हे वीर, तिमी को हौ? तिम्रो परिचय देऊ। भीमले विनम्रताका साथ भने, म पाण्डुपुत्र भीम हुँ। वायुदेव मेरा पिता हुन्। म सौगन्धिक पुष्प खोज्दै यहाँ आएको हुँ। हनुमानको आँखामा चमक आयो। उनले भने, तिमी मेरो भाइ हो। म हनुमान हुँ। वायुदेव मेरा पिता हुन्। म तिम्रो दाजु हुँ। भीमले आश्चर्यले आँखा फैलाए। उनले आदरका साथ भने, हे हनुमान दाजु, मैले तपाईलाई चिन्न सकिन। मलाई माफ गर्नुहोस्। मैले तपाईलाई घमण्डको व्यवहार गरेँ। हनुमानले प्रेमले भने, तिमीमा अत्याधिक अहंकार छ भाइ। शक्ति त राम्रो कुरा हो, तर त्यसको घमण्ड गर्नु हुँदैन। यो संसारमा तिमी भन्दा शक्तिशाली धेरै छन्। भीमले लाजले टाउको निहुराए। उनले भने, दाजु, मैले आज ठूलो पाठ सिकेँ। मेरो अहंकार चूर्ण भयो। मैले बुझेँ कि म संसारको सबैभन्दा बलवान होइन। हनुमानले भने, यो राम्रो कुरा हो भाइ। विनम्रताले मान्छेलाई महान बनाउँछ। शक्ति सेवाको लागि हुनुपर्छ, घमण्डको लागि होइन। भीमले जिज्ञासाका साथ भने, दाजु, के तपाईले मलाई आफ्नो वास्तविक रूप देखाउन सक्नुहुन्छ? मैले सुनेको छु कि तपाईले लङ्का जाँदा समुद्र नाग्नु भएको थियो। हनुमानले मुस्कुराएर भने, ठिक छ भाइ, तर तिमी डराउनु भएन। हनुमानले आफ्नो वास्तविक रूप देखाए। उनको शरीर पहाड जस्तै ठूलो भयो। उनको उचाइ आकाशलाई छुन्थ्यो र उनको चौडाइले सम्पूर्ण जंगल ढाक्यो। उनका आँखाहरू सूर्य जस्तै चम्किरहेका थिए। भीम त्यो दृश्य देखेर स्तब्ध भए। उनले महसुस गरे कि आफू कति सानो छु। उनले विनम्रताका साथ हनुमानलाई प्रणाम गरे। हनुमानले फेरि आफ्नो सामान्य रूप लिए। उनले भने, भाइ, तिमी सौगन्धिक पुष्प खोज्दै आएका छौ। त्यो फूल यहाँबाट धेरै टाढा छ, तर म तिमीलाई सहयोग गर्नेछु। हनुमानले एकै छलाङमा ती पहाडहरू नागे जहाँ सौगन्धिक पुष्प फुलेका थिए। उनले केही मिनेटमै
ती फूलहरू टिपेर ल्याए। भीमले आश्चर्यका साथ भने, दाजु, तपाईले जुन काम 1 मिनेटमा गर्नुभयो त्यसको लागि मलाई धेरै दिन लाग्ने थियो। हनुमानले भने, शक्तिको सदुपयोग यस्तै हुन्छ भाइ, राम्रो कामको लागि प्रयोग गर्दा शक्ति वरदान बन्छ। हनुमानले भीमलाई आशीर्वाद दिए। उनले भने, भाइ, कुरुक्षेत्रको युद्धमा जब तिमीलाई कठिनाई पर्छ तब मेरो नाम लिनु, म तिम्रो साथमा हुनेछु। भीमले कृतज्ञताका साथ भने, दाजु, आज तपाईले मलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ सिकाउनु भयो। मेरो अहंकार नष्ट गरेर मलाई विनम्र बनाउनु भयो। भीम सौगन्धिक पुष्प लिएर आफ्ना दाजुभाइ कहाँ फर्किए। बाटोभर उनले आफ्नो अनुभवको बारेमा सोचिरहे। जब उनी आफ्ना दाजुभाइ कहाँ पुगे त्यहाँ सबैले उनको अनुहारमा एक फरक शान्ति देखे। पहिलेको अहंकार गायब थियो। भीमले द्रौपदीलाई सौगन्धिक पुष्प दिए। द्रौपदी धेरै खुसी भइन्। उनले भनिन्, यो फूल कति सुन्दर छ, यसको सुगन्ध अलौकिक छ। युधिष्ठिरले भीमलाई हेरेर भने, भाइ, तिम्रो अनुहारमा एक फरक तेज छ, के तिमीलाई यात्राको कुनै विशेष अनुभव भयो? भीमले विनम्रताका साथ आफ्नो पूरै घटना सुनाए। उनले हनुमानसँगको भेटको बारेमा र आफूले सिकेको पाठको बारेमा भने। सबै पाण्डवहरू भीमको कथा सुनेर प्रभावित भए। उनीहरूले बुझे कि भीमले आजको दिन जीवनको सबैभन्दा बहुमूल्य पाठ सिकेका छन्। यो कथाले अहंकार मान्छेको सबैभन्दा ठूलो शत्रु हो। जति नै शक्तिशाली भए पनि घमण्ड गर्नु हुँदैन। यो संसारमा सधैँ आफूभन्दा शक्तिशाली कोही न कोही हुन्छन्। त्यसैले विनम्र रहनुपर्छ। शक्ति सेवाको लागि प्रयोग गर्नुपर्छ, घमण्डको लागि होइन। सच्चा वीर त्यो हो जसले आफ्नो शक्तिको सदुपयोग गर्छ भन्ने शिक्षा लिन सक्छौं। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजको लागि कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।